डेन्जर नै बाटो आइएछ गाइस। हालत त यस्तो पत्ली भयो, ब्याग यस्तो छ, ब्याग बोकेर हिँड्दैछु। बाइक गाडीहरू एकदम जाम रहेछ, गाडीहरू राम्ररी जान सक्ने बाटो रहेन रहेछ अहिले। त्यही भएर चाहिँ अहिले म हिँड्दै जाँदैछु। बाइकमा डबल जान गाह्रो हुने रहेछ र म हिँड्दै जाँदैछु क्या बोकेर ब्याग। माइगड यत्रो ब्याग छ, भारी छ, गाह्रो छ। उफ, म पछाडिको भ्यू देखाउँछु ल। ढुसे लागेको छ, बाटो पनि बनाउँदै हुनुहुन्छ मान्छेहरूले। मलाई गाह्रो भइसक्यो, मलाई चाहिँ यसरी छ। उफ, गाह्रो छ गाइस। झन् टेन्सन अगाडिको बाटोमा कति माथि उफार्ने बाटो छ भनेर सोच्नुपर्ने टेन्सन छ। कसरी सक्नु, पहिलो दिन यस्तो छ अवस्था। साह्रै खुट्टा दुखेर रोकिएको, साह्रै खुट्टा दुख्यो भनेको यो सुङ निको हुन्छ भन्छ क्या। अब के भन्नु, यो सुँगो भने निको हुन्छ अरे, यो जडीबुटी अरे। सुङ्छु ल। ढाड दुखेर गाइस बस्न सकिनँ, त्यही भएर उभिदिएको। बाटो पनि खतरा छ। आयो मारो मारो मारो, बाटो पनि यस्तो छ। रमाइलो छ, रमी चाहिँ यस्तो छ। ओहो, राम्रो डाँडा आइपुग्यो। भिडियोमा त जस्टिस दिएको छैन, तर राम्रो रहेछ नेचुरलमा। ओ माई गड, उफ, यस्तो राम्रो छ। पछाडि हेर्नु, घाम झुल्किँदैछ। उफ, के वहाँ पर छ, वहाँ बाइक लिएर पुगिसक्यो। म हिँड्दै जाँदैछु। ओ माई गड, यस्तो राम्रो ठाउँ छ। एकदम खराब थियो जस्तो लागेर आई वाज रिग्रेटिङ हिजोसम्म। अनि मलाई ढाड कस्तो दुखिरहेछ क्या बाटोले गर्दा। नाउ सी द भ्यू, सबै हरायो। यस्तो राम्रो ठाउँ रहेछ, धेरै टाढा पनि जान नपर्ने। पूर्वमा नाइस, यस्तो साइलेन्स छ। अहिले बिहानको 6 बज्दैछ। यस्तो राम्रो भ्यू छ, हिमालहरू देखिरहेछ मजाले। आहा, यो मेरो केही ग्लो होइन है, यो घाम टल्केको। यस्तो मजाले सनराइज हुँदैछ। उहाँ छ। म्याम चाहिँ यहाँनिर पुरै भिडियोग्राफी हान्दै आउनु हुँदैछ। यस्तो छ ठाउँ चाहिँ। यस्तो कस्तो लाग्यो त तिमीलाई ठाउँ? यहीँ बस्नु पर्छ है, कस्तो खतरा खिचेको है पनि। यहाँ आयो नि त यसको ट्रु नेचर। यहाँ छ हिमाल।
मिल हो, दुईवटा मात्रै छ, त्यही पनि यहाँको तलको गाउँभरिको मान्छेहरूलाई चाहिँ इलेक्ट्रिसिटी पुग्छ अरे टन्नै। अनि एकदम राम्रो रहेछ। यस्तो कुराहरू चाहिँ धेरै नेपालमा बन्यो भने चाहिँ राम्रो हुन्थ्यो होला जस्तो लाग्छ है। यस्तै छ जिन्दगानीमा, बाटोको अवस्था हेर्नु होला। माथि जाँदैछ बाइकमा बल्ल बल्ल। ए अब कसरी जाने हो मलाई थाहा छैन। ओ माई गड, कसरी जानु म? ओहो, यस्तो छ है आजको। भारी पनि बोकेको छ, गाह्रो छ। पापा हिँडेको बिजुली पार्ने। अहिले चाहिँ हामी राकेमा कफी खाएर अब साधुटार जाँदैछौँ। निस्केको साधुटार जाँदा कस्तो कस्तो रहेछ बाटोमा देखाउँदै जान्छु ल। ओ माई गड बाटो त, ओ माई गड यस्तो बाटो छ गाइस। कसरी जानु, मलाई रोक्देऊ। मर गेले हम। यस्तो बाटो छ गाइस, साधुटार जाने बाटो, साधुटार। सिधै ठाडो उकालो, त्यही पनि यस्तो ढुङ्गाको बाटो, मरिन आँटिसक्यो बाटो त। आफ्नै अनुहार हेरेर हाँस्छु त, तर यस्तै भएको छ गति गाइस। अरे आमा, गरी गइराखेको छ। गएर चाहिँ राम्रो थिएन भने चाहिँ खेमराज प्रधानको चाहिँ के हुन्छ मलाई मात्रै थाहा छ। ढाड लाच्ची नै गरेर राखेर लगेको छ। गइसकेपछि राम्रो थिएन भने चाहिँ यसको म काल गर्छु, काल। बाटो बिग्रियो गाइस, यता थुप्रिरहेछ होइन, माथि पनि बिग्रेको छ भन्दैछन्। अब फेरि मेरो हिँडाइ भयो, के गर्नु, यस्तै छ जिन्दगी। उकालो फेरि ठाडो उकालो छ के, चाहिँ यहीँ तल राखेर जाने भयो। बाटो बिग्रेको छ, एकदम ठाडो उकालो पनि छ। ब्याक गर्दै हुन्छ राइडर कि त मले भन्छ कि क्या हो मलाई नै। ओए राइट ओए मारो राइट जाऊ, सिधै जाऊ। ए तान्नु, ओके गाइस, अब तान्नु पर्ने भयो। ओए एउटै हातले तानिदिन्छु फेरि म चाहिँ। ओए झरे बिस्तारै गर, ओह्रालो छ है। झन्डै लडेको अवस्था हो, त्यतै राखिदेऊ न, अब त बाइक आउने ठाउँ छैन त। भ्यू चाहिँ हेर्न सक्नुहुन्छ, यस्तो छ, ठुल्ठुलो पहाडहरू छन्। अब साधुटार चाहिँ कस्तो रहेछ भन्ने कुरा हेरौँ है त। अब बल्ल सरले बाइकबाट छुट्टी पाउनु भयो। अब ब्याग कसले बोक्छ? ब्याग त अब सरले बोक्नुहुन्छ, मजा आउँछ नि सरले बोक्दा ब्याग। यत्रो भारी छ गाइस, निकाल्नुहोस् न त ब्याग निकाल्नुहोस् न त।
कति मजा आउँछ अब उकालो बाटोमा ब्याग बोकेर आनन्दले हिँड्दा। कस्तो भएको त्यो थाहा पाउनुहुन्छ नि अब सरले। अब बोकाउँ त अनि यो त कस्तो खालको भिडियो भयो ल उल्टो आयो ल अब ढाडो उकालो लाग्नु भयो सर लाग्यो उकालोतिर मैले पनि हेलमेट त खोल्नु पर्ने थियो होला त यो त डेन्जर उकालो छ त गाइस कसरी हिँड्नु हामी त पहाडमा जानु त हुर्केको परिएन नसकिने अवस्था पो आयो त ल है यति दुःख गरेर बल्ल आइपुग्यो हिजो साधुटार कस्तो गाह्रो यार ठाडो उकालो सकेपछि चाहिँ यस्तो भ्यू आउँदो रहेछ है गाइस राम्रो असम भिडियो पनि बनिँदैछ सर चाहिँ भारी बोकेर पनि अघि आएर पुरै भ्यूको अवलोकन गर्न थालिसक्नु भएछ सर फेरि खतरा हो नि ऊ हिँडाइ फेरि बेग्लै छ सरको ओहो दामी भ्यू छ जस के चाहिँ मेरो छ आँखै हेर्न सकेनौँ हामीले ल अब साधुटारबाट पनि निस्क्यौँ अब हामी लाग्यौँ अर्को डेस्टिनेसन सी यू इन द नेक्स्ट डेस्टिनेसन अब अर्को भनेको माई समथिङ के अरे माई पोखरीमा जाँदैछौँ बाटोमा देखाउँदै जाऊँ ल बाई बाई हाई हामी कहाँ पुग्यौँ थाहा छैन यहाँ खाना खान आइएको छ बल्ल बल्ल भोक लागेर भेटियो बल्ल बल्ल अब खाना खाने पानी पर्ने सिजनमा कति एकदमै नराम्रो भएको रहेछ यतिको हिँड्ने बाटो चाहिँ खोलेको रहेछ अब जाँदैछु माई पोखरी तलको बाटो चाहिँ एकदमै बिग्रेको छ भनेर माथिबाट पठाउनु भयो अनि माथिको बाटो बिग्रेर तलबाट पठाउनु भयो यहाँ चाहिँ यस्तो छ बाटो ठिकै छ अहिलेसम्म चाहिँ कस्तो हुन्छ है बाटो ल पोखरी खोला बाटो छ यस्तो डुङ्गर बाटो छ जग्गा चाहिँ यस्तो बाटो पनि आउँदो रहेछ तर धेरै त छैन हाल कि बल्ल आइपुग्यो बल्ल बल्ल माई पोखरी चाहिँ आयो तर हालत चाहिँ एकदमै खराब भएर आइपुग्यो यस्तो छ ब्यागको हालत मान्छेको हालत त्यस्तो छ कपाल हेलमेटले यस्तो बनाइसकेको छ थिचेर थिचेर आया कपाल हल्लाउँदा पनि दुख्ने भएको छ गाह्रो छ गाइस घुम्नु भनेर हिँडेको पनि यस्तो छ ओके धुलो यस्तो छ बाटो त देखिहाल्नु म कस्तो छ रुनु मात्रै सकेको छुइनँ म मेरो बस्ने ठाउँले पनि बस्न सकेको छैन बाटो
This is the bato. जाने हो कन्फ्युज भयो ल है गाइज हामी चाहिँ माई पोखरीसम्मको यात्रा भनेर हिँडेको अहिले हिजो राति चाहिँ हामी माई मजुवामा बस्यौँ अनि माई मजुवामा बसेर थाहा पायौँ सन्दकपुर जाने बाटो त बन्द रहेछ बाइकहरू केही नै जानु नमिल्ने अरे त्यही भएर अब माई मजुवाबाट चाहिँ हामी हिँड्दै ट्रेकिङ गर्ने भनेर सोच्दैछौँ यहाँ धेरैजनाले धेरै खालको कुरा चाहिँ गर्नुहुँदैछ कसैले भन्नुहुन्छ एक दिनभरि लाग्छ कसैले भन्नुहुन्छ दिउँसोसम्म पुग्छ हामी चाहिँ अब 8-10मा हिँड्यौँ माई मजुवाबाट हेरौँ है त अब कस्तो कुन हालतले चाहिँ सन्दकपुर पुगिन्छ है त साह्रै हिँड्ने उकालो त बानी छैन भारी खेमले बोकेको छ है त आएर त ल उसले बोकेको छ भारी अब अलिअलि सिधा बाटोमा त म पनि बोक्छु अनि हेरौँ है त हेबाक अहिले नै त होइन हौ अहिले नै पो बोक भन्छ त ल अरू पनि देखाउँदै जान्छु नि हामीले चाहिँ यसरी सर्टकट लिँदै हिँड्दैछौँ भरिसक्यो छिटै पुगौँ भनेर तर अवस्था चाहिँ यस्तो छ मरे ज्यान जोखिममा छ हाम्रो प्लानिङ चाहिँ यत्रो लामो ट्रिपको चाहिँ थिएन बाइकमा हिँड्दै यस्तो कालो छ मेरो चाहिँ काले हुने रहेछ जस्तो छ गाइस ओइ अभि भन्ने चाहिँ सुनिराख्नु पाउनुहुने रहेछ हजुरहरूले यस्तो बाटो छ स्टार्टिङकै फेजमा यस्तो भइसक्यो खासमा चाहिँ हाम्रो डे 3 हो ट्रिपको तर ट्रेकिङ चाहिँ प्लानिङ थिएन तर कहिलेकाहीँ नसोचेको कुराहरू पनि हुन्छ भनेको चाहिँ यही होला है त यसरी ठाडै उकालो छ हौ ओह जाँदैछ मेरो त यहीँ हालत खराब भइसक्यो कसरी जानु हुन त है यस्तो ठाडो उकालो छ कि हेर्नु सिधै किवीको बोट भेट्यो किवी खोज्दैछ यहाँ चोर्नलाई किवी चोर ठुलो चाहिँ कत्रो ठुल्ठुलो छ तर पाकेकै रहेन रहेछ गाउँलेहरूले सोध्दै जाँदा कति घन्टा 5 घन्टा 7 घन्टा लाग्छ त्यही माथि गोरुवालेसम्म जानु पनि भन्दै हुन्छ होइन अनि म चाहिँ भन्छु 5-7 घन्टा यत्रो ठाडो उकालो जानु त गाह्रो हुन्छ अहिले नै नसक्ने अवस्था जस्तो भइसक्यो जाउँ हौ फर्क्यौँ भन्छु होइन अनि खेम चाहिँ के भन्छ भन्नु न जे गर्छु भनेर आएको त्यो त गर्नु पर्यो नि होइन हामीले एउटा डेस्टिनेसन तोकेर आएको थियौँ त्यहाँसम्म त पुग्नु पर्यो नि गाह्रै भयो भने चाहिँ हो भने यो लाइफ भनेको यस्तै हो क्या सोचिसकेपछि गर्नुपर्छ कि गाउँलेको कुरा सुन्ने धेरै टाइम लाग्छ थोरै टाइम लाग्छ यताउति भनेको स्टोरी मिथ जस्तो हो क्या होइन आफूले एक्सपिरियन्स चाहिँ नगरिकन डर पैदा हुने होइन अब मान्छेले हो कि होइन रहेछ त भनेर पत्ता लगाउनु भयो भने त जानु पऱ्यो नि पत्ता लगाउनु मात्रै होइन आफ्नो गन्तव्यमा त जति गाह्रो भयो नि बुझ्नु पऱ्यो पुग्नु पऱ्यो भनेपछि यो ट्रेकिङमा लाइफ लेसन त्यही हो आफूले देखेको ड्रिम छ लक्ष्य छ भने जति नै गाह्रो भए पनि डोन्ट लुक ब्याक डेस्टिनेसन थाहा हुनु पऱ्यो बाटो साटो बालो अरूको स्टोरी अरूको हामी हिँडेको 1 घन्टा भएछ ट्याक्कै 2टा जति डाँडा चाहिँ चढिसक्यो है 2टा डाँडा त चढिसक्यो अनि हामी फेरि यस्तो ठाडो उकालो लिँदैछौँ क्या यस्तो नर्मल बाटोहरू छोडेर
सर्टकट हुन्छ भनेर, किनभने घर पनि छिटै फर्किनु छ, त्यही भएर सर्टकट हुन्छ भनेर चढेको। गाह्रो चाहिँ हुँदैछ, तर यस्तो भारी बोकेर त उसले गिभअप गर्दिनँ भन्दैछ। म कसरी एक्लै हिँडेको मान्छे गिभअप गर्नु त होइन। लेट्स गो। यतिको ठाउँमा चाहिँ बस्न पाउनु पर्यो क्या सबैजना, होइन? यस्तो बाटो छ। यो मेरो सेकेन्ड एन्ड लास्ट ट्रेक हो। अब चाहिँ म आउँदिनँ ट्रेकिङ। सेकेन्ड ट्रेकिङ एन्ड लास्ट ट्रेकिङ। दिस इज माई, त्यही हो। मलाई छोडेर त उहाँ पुगेछ हो, पुग्नु भने। कस्तो बियर आएको भने नि। कुन दिनमा चाहिँ सन्दकपुर जाने भनेर सोचिएछ। नफर्केर जाउँ भनेर अप्सन छ, बाटो पनि छैन। नसिधै जाउँ भन्नु भने पनि अझै कति हो कति उकालो हिँड्नु। कस्तो अप्सन नै केही छैन क्या यहाँ गर्नलाई। मर्ने बेला भइसक्यो। कुन दिनमा चाहिँ हिँड्ने भनेर सोचिएछ। बल्ल बल्ल यहाँ आइपुग्यो। म्यामको खुट्टै चल्नु छोड्यो अरे, पुरै दिन थाल्नुभयो। बिस्तारै जानुहोस् है तपाईँहरू, हुन्छ, अलिकति गाह्रो छ। त्यही त। अरूको कुरा हुँदैन। ठिक छैन है, हालत ठिक छैन। How is it, man? गाइस अहिले चाहिँ हामी कहाँ छौँ अरे? होइन, अहिले चाहिँ हामी गोरवाले के हो गोलालो गोरवालेमा छौँ। सकिनौँ। म बिरामी भएँ, मेरो एउटा दाहिने खुट्टाको माथिको भाग दुखेर खुट्टा उचाल्नै सकिनँ। यहाँबाट अझै 5-6 घन्टै लाग्छ तपाईँहरूलाई भन्नुभयो। अनि त्यही भएर घर पनि छिटै जानुपर्ने भएकोले गर्दाखेरि हामी नजाने नै भयौँ। अब आज राति यहीँ बास बसेर अनि सिधै भोलि चाहिँ झरेर घरतिरै लाग्ने भन्ने सोचेछौँ। हेरौँ ल। अब बिरामी भयो, नाकहरू पनि पुरै बन्द, घाँटी पनि स्वर पनि चेन्ज होइन। अनि दाहिने खुट्टाको यो माथिको भाग नै दुखेर खुट्टै उठाउनु नसक्ने जस्तो भयो क्या, उकालो हिँड्नु पानी नभएर। त्यही भएर चाहिँ मैले गिभअप नगरे पनि मेरो बडीले नै गिभअप गर्यो क्या। त्यही भएर चाहिँ यहाँनिर चाहिँ टेन्ट लाउन आँटेको छौँ। अनि हाम्रो भ्यू चाहिँ यस्तो रहेको छ। हामी राम्रो भ्यूसम्म पनि पुग्न सकेनौँ, जिउले दिएन, घाइते भयो। त्यही भएर
तर अहिलेको लागि चाहिँ हाम्रो भ्यू यति नै छ। हो कि हुँ गर्छस् त के भएको तँलाई हुँ के हुँ भन्न मजाले तँलाई चाहिँ के भएको हुँ हुँ कि हुँ गर्छस् त ऊ अर्को दिदी हेर्दै ऊ हुँ मात्रै होइन नि च्यान्टे अहिले हुँ कि हुँ नगर्ने भन्दैछु अहिले चुप हुँ 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 गरेछ ल टाटा सी यू गुड बोइज ओके नो साउटिङ नो क्वारलिङ ओके आई एम पिसफुल म्यान सी यू नेक्स्ट टाइम ओ फेरि हुँ 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 नगर भनेको त फेरि चुप हुँ अरे के को हुँ 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 मलाई फटा तल पनि तारै तारा माथि पनि तारै माथिको चाहिँ तारा यस्तो तारा नदेखेको त जोगाउँ भएको थियो अनफर्चुनेटली क्यानट सी अब चाहिँ हामी निस्किन लाग्यौँ यहाँबाट पनि। सो टेन्ट पनि निस्क्यो। We are gonna miss this view. It was so amazing. Bye bye. गोरवा के अरे यसको नाम यो ठाउँको नाम गोरवालिङ। बाई बाई सी यू नेक्स्ट टाइम। प्याकिङ स्याकिङ गर्ने चाहिँ उसको काम हो अनि म चाहिँ प्रिन्सेस हो। प्रिन्सेस इज जस्ट हियर टु ह्याभ फन। यहाँको चाहिँ यस्तो यस्तो गाईहरूको प्योर दुधहरू पाउँदो रहेछ। खै अरू गाई हो। हामी चाहिँ यहाँ बसेको थियौँ आज चाहिँ निस्किँदैछौँ। ल बाई बाई। ए ल हिँड्यौँ अब हामी चाहिँ तलतिर अब घरतिर लाग्यौँ। हेजलनट भनेको यही हो कि क्या हो हिजो एउटा फुटाएर खाएको थियो मिठो मिठो हुँदो रहेछ पाकेको चाहिँ मिठो हुँदो रहेछ हेजलनटै हो त लगिर ओरेन्ज भने पछि आएर पार्नुहोस् कहाँ हिँड्नुभएको म्याम यत्रो झोला भयो झ्याम्टा बोकेर घर लागेको अब घर लागेको ट्रेकिङ हिँडेको हो मैले झोला बोकेको कि झोलाले मलाई बोक्दैछ मलाई थाहै छैन। हिजो मैले यो बाटो आउँदाखेरि म अहिले पनि ट्रेकिङ आउँदैन दिस इज माई लास्ट टाइम भनेको थिएँ बट त्यस्तो चाहिँ होइन। ट्रेकिङ आएर धेरै नयाँ एक्सपिरियन्सहरू चाहिँ गेन गरेँ अनि एकदमै धेरै स्ट्रेन्थ आफ्नो रियलाइज भयो। अनि आई थिङ्क ट्रेकिङ नआउने भन्दा पनि म आउँछु ट्रेकिङ गर्छु तर आफूलाई चाहिँ अझै स्ट्रङ र आफूलाई चाहिँ अझै यस्तो गाह्रो बाटोहरूमा पनि हिँड्न सक्ने एबल बनाएर चाहिँ आउँछु। फाइनली माई मजा बजार चाहिँ आइपुग्यो। यस्तो तल हिँडेर आइपुग्यो कि कुरै नगरौँ।
हजुरलाई एउटा कतै कुरा गर्नु भिडियो बनाएको होइन गरिरहौँ त्यही काम बाँकी छ एउटा सजेसन चाहिँ के दिन्छु भने नि सबैलाई जङ्गलको बाटो एकरो हिँडेको नै हुनुहुन्छ अनि पर घर देख्नुभयो भने नजानु आइपुग्न आँटो भनेर सोच्नुहुन्छ भने होइन त्यो घर आइपुग्न आँटेको छैन भ्रममा हुनुहुन्छ अझै हजुर आधी घन्टा 45 मिनट हिँड्नुहोस् अनि मात्रै आउँछ त्यही हो मेरो सजेसन बल्ल आइपुग्यो अब हामी माई मजुवाबाट पनि निस्क्यौँ अबको यात्रा रहेको छ हाम्रो कहाँको श्रीअन्तुको यात्रा रहेको छ है ल हामी चाहिँ यहाँ बिप्लाटेमा आइपुग्यौँ इलाम अनि खाना यहाँ हामी डोमा खाना आएको यस्तो मिठो भयो कि खाना सादा खाना पनि यस्तो मिठो भयो भेराइटी पनि कति धेरै हजुर पनि यो बाटो हिँड्दै हुनुहुन्छ र यो होटल आइपुग्नु भयो भने खानु यहाँ खाना मिठो एकदम दामी अब यहाँबाट पनि निस्क्यौँ तर असली च्यालेन्ज चाहिँ यहाँबाट सुरु हुन्छ अरे बाटो पुरै बिग्रेको छ अरे सोध्दै जानु भन्दै हुनुहुन्छ हेरौँ है त बाटो कस्तो आइपुग्दो रहेछ भन्न चाहनुहुन्छ हजुर दर्शक महानुभावहरूलाई बाटो बन्ने जस्तो छ सबैजना यता आउनु थाल्नुभयो आइपुग्यो कफी ब्रेक साहिल होटलमा फिक्कल आइपुग्यो है गाइस फिक्कल बजार रहेछ फेरि छक्कै आज रमाइलो रमिता हेर्दै हामी यहाँ कफी खान बसिरहेछौँ अति गल्यो कुन लेखदेखि कुन ठाउँमा आइसक्यो खोला सोला पार गरेर होइन कहाँ पुग्यो गाइस यसपालि त खप्पर भन्नु जाने त हेर्ने हिँड न त सनराइज हेर्न आएको कस्तो हुँदो रहेछ हालत कस्तो दुःखले आउनु पर्दो रहेछ उकालो चढेर म्याम हेर्नुभयो त सनराइज कस्तो हुँदो रहेछ सनराइज हेरेपछि कतै पनि देखिँदैन रहेछ आँखाले अनि 100 रुपियाँ तिरेर के हेर्नुभयो सनराइज हेर्न आएको हामी मान्छे हेर्दै सनै बिर्सियो सोझ भएको भिडियो हेलो गाइज चाहिँ हामीलाई घामले हेर्न आएको थियो हेरेर गयो अनि हामी पनि अब चल्दियौँ घाम कति पर्यो डरले छुपा बसेर गएको हेलो अहिले चाहिँ हामी श्रीअन्तबाट निस्केर कन्यामा आइसक्यौँ अनि श्रीअन्तको यात्रा चाहिँ हामीले बिहानै सक्यौँ सनराइज हेरेर अनि अहिले चाहिँ कन्याममा छौँ अनि खाजा खानलाई एउटा क्याफेमा बसेको छौँ अनि यत्रो 4 दिनसम्म ट्राभल गर्दाखेरि चाहिँ के रियलाइज भयो भने मलाई चाहिँ यसो अरूहरू यसरी रमाएको नयाँ ठाउँमा गएको बेला देख्दा ठुलो एजकोहरू पनि कहाँ पुगेर घुमिरहेको देख्दा चाहिँ मामुहरूलाई पनि ल्याउनु पाए हुन्थ्यो जस्तो क्या त्यस्तो भयो
आउँछ होला कुनै दिन, त्यो दिन पनि घुमाउन ल्याउनलाई। त्यही हो। ओके। खानु न। ल कन्याम चाहिँ यस्तो रहेछ, कहिल्यै देखेको थिइनँ मैले चाहिँ, म कहिले आएको थिइनँ। ल आइपुगेँ अब चाहिँ हामी निस्किन्छौँ। यहाँ ड्रेस लाएर फोटोसुटहरू हुँदैछ, त्यस्तो पनि हुँदो रहेछ कन्याममा। यहाँनिर घोडा पनि देखिरहेछ यहाँनिर। त्यही हो, अब निस्किन्छौँ हामी चाहिँ। अब हाम्रो यात्रा यहीँसम्मको थियो आज। अब यहाँदेखि डाइरेक्ट घर। बाई बाई।